नमस्ते हजुरहरूको म प्यारो धीरज राजवंशी हजुरहरू सामु म आज कम्प्युटर फिल्डको बारेमा जानकारी लिएर आएको छु। हजुरहरूलाई थाहा नै होला आजकल धेरै कम्प्युटरको बारेमा हुन्छ। हजुरहरूलाई डर लाग्छ हामी गर्न सक्छौँ सक्दैनौँ, हामी ट्यालेन्टेड छैनौँ, हामी धेरै इङ्ग्लिस आउँदैन, म्याथ आउँदैन, त टेन्सन नलिनुहोस्। हजुरहरूलाई म आज सुरुदेखि कसरी स्टार्ट गर्ने, जिरोदेखि हिरो कसरी बन्ने तँको बारेमा आज हामी कुरा गर्नेछौँ। तिमीलाई कम्प्युटर फिल्डमा जान मन छ तर केही पनि आउँदैन, कोडिङ देखेर डर लाग्छ, ब्रेन फास्ट छैन जस्तो लाग्छ, डोन्ट वरी, म पनि यस्तै थिएँ। यो भिडियोमा म तिमीलाई स्टेप बाई स्टेप रोड म्याप दिन्छु, जिरोबाट कसरी स्टार्ट गर्ने, के सिक्ने के नसिक्ने, र 6 देखि 12 महिनामा कसरी इन्कम जेनेरेट गर्न सकिन्छ। माइन्डसेट क्लियर गर। कम्प्युटर फिल्डमा जिनियस हुनु पर्दैन, इङ्ग्लिस पर्फेक्ट हुनु पर्दैन, म्याथ टप्पर हुनु पर्दैन, ब्रेन फास्ट हुनु पर्दैन, कन्सिस्टेन्सी हुनुपर्छ। डेली 1 देखि 2 घन्टा, 1 वर्षमा ह्युज डिफरेन्स आउँछ। स्टेप 1 बेसिक कम्प्युटर सिक्ने, एमएस वर्ड, एक्सेल, पावर पोइन्ट, टाइपिङ स्पिड इम्प्रुभ, इन्टरनेट रिसर्च स्किल, यो सिक्ने 1-2 महिना लाग्छ। युट्युब प्लस प्र्याक्टिस फ्रीमा सिक्न सकिन्छ। स्टेप 2 कम्प्युटर फिल्ड धेरै ठुलो छ, सबै सिक्न पर्दैन, चुज 1। ग्राफिक डिजाइन, वेब डेभलपमेन्ट, भिडियो एडिटिङ, साइबर सिक्युरिटी, बेसिक कोडिङ, HTML, CSS, पाइथन, जावा स्क्रिप्ट। बिगिनरको लागि बेस्ट ग्राफिक डिजाइन और वेब डेभलपमेन्ट। स्टेप 3 स्किल बिल्ड, ग्राफिक डिजाइन क्यानभाबाट स्टार्ट गर, पछि फोटोसप सिक, लोगो डिजाइन प्र्याक्टिस गर, डेली 1 डिजाइन बनाऊ, कोडिङ HTML सिक, CSS सिक, बेसिक जावा स्क्रिप्ट, डेली 1 स्मल प्रोजेक्ट बनाऊ। इम्पोर्टेन्ट कुरा, थ्योरी मात्र हेरेर हुँदैन, प्र्याक्टिस कम्पलसरी। पार्ट 5 स्टेप 4 इन्कम स्टार्ट, 6 देखि 8 महिनापछि फाइबरमा प्रोफाइल बनाऊ, फेसबुक ग्रुपमा सर्भिस अफर गर, लोकल बिजनेसलाई DM गर। फर्स्ट इन्कम सानो हुन्छ तर कन्फिडेन्स ह्युज डिफरेन्स। एन्डिङमा म यही भन्छु, यदि तिमी सिरियस छौ भने आजबाट 1 स्किल चुज गर। कमेन्टमा लेख तिमी कुन फिल्डमा जान चाहन्छौ। नेक्स्ट भिडियोमा म त्यो फिल्डको डिटेल रोडम्याप बनाउँछु। लाइक, सेयर एन्ड सब्सक्राइब।